नमस्कार। आजको हाम्रो यो विमर्श हैन भगवान शिवमा केन्द्रित रहनेछ। हामी उहाँको त्यो शान्त स्वरूप, उहाँका प्रतीकहरू अनि विशेष गरी आजको यो भागदौडको जीवनमा उहाँको सान्दर्भिकता के होला भनेर अलि गहिरिएर कुरा गर्नेछौँ। हामीले हेरेका स्रोतहरूले त उहाँलाई योगका आदिगुरु, ध्यानका स्वामी मात्रै होइन कि जीवन जिउने कला सिकाउने एक मार्गदर्शकको रूपमा प्रस्तुत गरेका छन्। त्यसो भए सुरु नै यहीँबाट गरौँ न त। अहिलेको यो कोलाहल, यस्तो तनावपूर्ण संसारमा हैन जहाँ शान्ति पाउनै गाह्रो छ, शिवको त्यो स्थिरता, त्यो गहिरो मौनताबाट हामीले के सिक्न सक्छौँ होला? स्रोतहरूमा त यसलाई शिव संवाद नै भनिएको रहेछ, जहाँ उहाँका रहस्यहरू खुल्दै जान्छन् भनिएको छ। आजको जीवनको यो छटपटी एकातिर अनि शिवको त्यो ध्यानमग्न शान्त अवस्था अर्कोतिर अलि फरक देखिन्छ नि। यो मौनताको खास अर्थ के हो त? किन यति महत्त्व दिएको होला? यो राम्रो प्रश्न हो। हेर्नुस्, शिवको मौनता भनेको केवल चुप लाग्नु वा केही नहुनु, बन्नु, शून्यता मात्रै होइन। स्रोतहरूले यसलाई सचेत मौन भनेका छन्। मतलब यो एक किसिमको जागृत अवस्था हो जहाँ बाहिर शान्त देखिए पनि भित्र गहिरो चेतना हुन्छ। आजको दुनियाँमा जहाँ चारैतिर यति धेरै हल्ला छ, सूचनाको बाढी छ हैन, यस्तो बेलामा यो मौनता आफैमा एक शक्ति हो। यसले हामीलाई बाहिरबाट भित्र फर्काउँछ, आफूलाई सुन्न मद्दत गर्छ। आफूलाई सुन्न हो। ध्यानको मूल कुरा पनि त्यही हो नि। बाहिरी उथलपुथल जस्तो सुकै होस्, आफ्नो भित्री केन्द्रमा शान्त रहनु, स्थिर रहनु, यो निष्क्रियता होइन, बरु गहिरो सजगता हो। यो सचेत मौनको कुरा त साँच्चै निकै गहिरो लाग्यो। सायद यही गहिराईले गर्दा नै शिव हामीलाई यति आकर्षित गर्नुहुन्छ होला। मैले स्रोतहरू हेर्दा अर्को एउटा कुरा के देखेँ भने उहाँको स्वरूपमा अनौठो विरोधाभास छ। जस्तो उहाँ एकातिर परम योगी तपस्वी हुनुहुन्छ हो, अनि अर्कोतिर फेरि नटराजको रूपमा एकदमै उग्र नर्तक पनि, संहारक पनि, अनि फेरि आशुतोष मतलब छिट्टै प्रसन्न हुने पनि। यो कस्तो विरोधाभास! यसले के सिकाउँछ? हो नि, वास्तवमा शिवको यही स्वरूपले नै जीवनका अनेक रङ्गहरू, अनेक विरोधाभासहरूलाई एकसाथ स्वीकार्न सिकाउँछ जस्तो लाग्छ मलाई। जीवन भनेको कठोर तपस्या मात्रै पनि होइन अनि रमाइलो उत्सव मात्रै पनि होइन, यो दुवै हो। शिवले के देखाउनुहुन्छ भने वैराग्य र अनुराग, शान्ति र उग्रता, सृजना र संहार, यी सबै कुरा एकैसाथ अस्तित्वमा रहन सक्छन्। जीवनको पूर्णता भनेकै सायद यिनै विरोधाभासहरूलाई अँगाल्नुमा छ कि स्रोतहरूले त्यतै सङ्केत गर्छन्। यो कि त यो कि त त्यो रोज्ने कुरा भएन, बरु सन्तुलनको कुरा भयो। सन्तुलन। अनि यी विरोधाभासहरू सायद उहाँसँग जोडिएका प्रतीकहरूमा पनि झल्किन्छन् होला है? हो। जस्तो कि त्रिशूल, अनि त्यो तेस्रो आँखा, अनि उहाँको गलामा बेरिएको सर्प, यी के पुराना कथाका चित्र मात्रै हुन् त? कि यिनमा आज पनि काम लाग्ने गहिरा सन्देशहरू छन्? स्रोतहरूले त त्यस्तै भन्छन्। निश्चय पनि यी प्रतीकहरू सतै छैनन्। यिनमा गहिरो दार्शनिक सन्देश छ। जस्तै त्यो त्रिशूलको कुरा गरौँ न, त्यो केवल हतियार मात्र होइन। स्रोतहरू भन्छन् यसले इच्छा, कर्म र ज्ञान अथवा सत्व, रज, तम गुणको सन्तुलन देखाउँछ। अनि फेरि अज्ञान, मोह र अहङ्कार जस्ता तीनवटा बन्धनहरू काट्ने शक्तिको प्रतीक पनि हो यो। तीन बन्धन काट्ने? हो। त्यस्तै तेस्रो आँखा, त्यो निधारमा भएको कुनै भौतिक आँखा होइन, त्यो त भित्री ज्ञानको, विवेकको प्रतीक हो। सत्यलाई भ्रमबाट छुट्याउन सक्ने अन्तर्दृष्टि। जब त्यो आँखा खुल्छ नि, बाहिरी रूप होइन, भित्री वास्तविकता देखिन्छ रे। भित्री दृष्टि। अनि त्यो गलामा बेरिएको सर्प, त्यसलाई केही स्रोतहरूले समय मतलब कालको प्रतीक मानेका छन्। यसले के देखाउँछ भने शिव समयको नियन्त्रक हुनुहुन्छ। उहाँ भूत, वर्तमान, भविष्य यी सबैभन्दा पर हुनुहुन्छ। समयभन्दा पर हो। अनि सर्पले त्यो कुण्डलिनी शक्तिलाई पनि सङ्केत गर्छ, जुन हरेक मान्छेभित्र सुतेको ऊर्जा हो भनिन्छ। भनेपछि यी प्रतीकहरू त खालि धार्मिक चिन्ह मात्रै होइन रहेछन्, जीवनलाई कसरी सन्तुलित, कसरी सजग भएर जिउने भन्ने बारे व्यावहारिक मार्गदर्शन दिने माध्यम पनि रहेछन्, हैन त? हो नि, बिल्कुल।
एउटा स्रोतमा त सर्पलाई अहंकारको नियन्त्रणसँग पनि जोडेको थियो। जसरी शिवले त्यसलाई कति सहजै धारण गर्नुभएको छ त्यो पनि रोचक लाग्यो मलाई। हो, त्यो पनि एउटा व्याख्या हो। ल अब अलिकति व्यावहारिक कुरा गरौँ न त। यी सबै गहिरा कुरा त बुझियो, तर आजको यो व्यस्त जीवन होइन, एक सामान्य गृहस्थ, काममा दौडिरहेको मान्छे, पढ्ने विद्यार्थी, यिनीहरूले शिवको यो सारलाई आफ्नो दैनिकीमा कसरी उतार्न सक्छन् त? केही सजिलो उपायहरू छन् कि? छन् नि, बिल्कुल छन्। अनि ती जटिल हुनैपर्छ भन्ने पनि छैन। स्रोतहरूले साना तर अर्थपूर्ण अभ्यासहरूमा जोड दिएका छन्। जस्तै आफ्नो काम गर्ने, कर्म गर्ने, तर त्यसको फलमा एकदमै धेरै आसक्त नहुने। गीतामा भनेको निष्काम कर्म जस्तै। निष्काम कर्म हो, सम्बन्धहरूमा माया राख्ने, तर मोह वा त्यो मेरो मात्रै भन्ने भावबाट अलि बच्ने। अनि अर्को कुरा, जीवनमा सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्नुभन्दा कहिलेकाहीँ परिस्थितिलाई स्वीकार्ने, समर्पण गर्ने भाव पनि महत्त्वपूर्ण हुन्छ। समर्पण हो, अनि हरेक दिन थोरै समय भए पनि, 5 मिनट मात्रै भए पनि शान्त बसेर आफ्नो सासलाई महसुस गर्ने, यो सानो अभ्यासले पनि ठूलो फरक पार्छ। अनि कहिलेकाहीँ गाह्रो पर्दा आफूलाई सोध्ने, यदि यस्तो स्थितिमा महादेव हुनुहुन्थ्यो भने उहाँले के सोच्नुहुन्थ्यो होला, के गर्नुहुन्थ्यो होला? यसले दृष्टिकोण बदल्न मद्दत गर्छ के? यो त साह्रै व्यवहारिक सुझाव भयो। महादेवले के गर्नुहुन्थ्यो होला? स्रोतमा शिव मानस पूजाको पनि कुरा थियो। मतलब बाहिर धेरै तामझाम नगरी केवल मनमनै शुद्ध भावले उहाँलाई सम्झिने, पूजा गर्ने। सायद यस्तै ससानो तर निरन्तर गर्ने प्रयासले पनि जीवनमा सकारात्मकता, स्थिरता ल्याउँछ होला, होइन त? हो त, निरन्तरता महत्त्वपूर्ण भयो, सानै भए पनि। आजको यो कुराकानीबाट हामीले शिवको मौनतामा लुकेको शक्ति र शान्ति, जीवनका अनेक विरोधाभासहरूलाई कसरी सहजै स्वीकार्ने भन्ने कला, उहाँका प्रतीकहरूको गहिरो अर्थ अनि त्यो ज्ञानलाई आफ्नो दैनिक जीवनमा उतार्ने व्यावहारिक तरिकाहरू, यसबारे छलफल गर्यौं। यसले मनमा एक किसिमको शान्ति पनि दियो अनि अझै धेरै जान्ने जिज्ञासा पनि जगायो। हो, यी सिद्धान्तहरू जान्नु त राम्रो हो, तर यिनलाई आफ्नो जीवनमा अनुभव गर्नु, लागू गर्नु नै खास कुरा हो। ज्ञानलाई व्यवहारमा उतार्नु पर्यो। हामीले शान्ति, मौनता, सन्तुलनको कुरा गर्यौं, तर स्रोतहरूमा नटराज स्वरूपमा शिवको त्यो प्रलयकारी ताण्डव नृत्यको पनि उत्तिकै चर्चा छ नि, होइन? हो, छ। त्यो नृत्य विनाशको हो कि सृजनाको, कि दुवै हो? यो प्रश्न आफैमा कति गहिलो छ। यसले शिवको त्यो द्वैध प्रकृति, जहाँ संहार र सृजना एकै सिक्काका दुई पाटा हुन्, त्यसलाई बुझ्न अझै खोज्न मन लाग्छ। यो सायद हामीले मनन गर्नुपर्ने एउटा पाटो हो। निश्चय पनि। उहाँको हरेक पक्षले जीवनको कुनै न कुनै गहिरो रहस्य खोल्छ। हर हर महादेव। हर हर महादेव।